हेलो साथीहरू, तपाईहरुलाई मैले आज चाहिँ देखाउन गइरहेको 1 वर्ष जति भइसकेको थियो यस्तो भिडियो मैले हालेको थिएँ नि। हो त्यसको त्यो सानो सानो बिरुवा चाहिँ अहिले 1 वर्षपछि यत्रो भइसकेको छ। यो चाहिँ एभोकाडोको बिरुवा यो हेर्न सक्नुहुन्छ हैन। यो चाहिँ ठुलठुलो भइसकिरहेछ अहिले। यो चाहिँ धेरै ठुलठुलो भइसकिरहेछ अनि हेर निकै ठुलो भइसकिरहेछ यो। एकचोटि चाहिँ गाईले गाई भन्दा पनि बाख्राले हो के हो खाइदिएर यसको चाहिँ ठुटे भइरहेको थियो। यहाँ हेर्न सक्नुहुन्छ। यसको चाहिँ भन्दाखेरि तपाईको कहाँनेरि भन्दाखेरि यो भेगमा यसको चाहिँ यहाँनेरि हेर्न सक्नुहुन्छ है। यहाँनेरि बाङ्गो छ नि, यो भेगमा चाहिँ खाइदिएको थियो। अनि त्यसपछि यो बढेर अहिले यत्रो अग्लो भइसकिरहेछ, लगभग कम्मर जत्रो भइरहेछ। अनि त्यस लगत्तै अर्को यो बोट हो मैले रोपेको। यो बोट पनि त्यो सँगसँगै रोपेको यत्रो भइसकिरहेछ। यसलाई पनि ग्राफ्टिङ गरिदिउँ कि काटेर अर्को यसको टुप्पो फेरि रोप्नु पनि त्यस्तो पनि गर्नु मिल्छ भन्थ्यो। त्यसरी पनि गरिदिउँ कि भन्दैछु। फेरि मरिगयो भनेर त्यत्तिकै छोडिदिइरहेको छु। यो चाहिँ पछि रोपेको बिरुवा हो। यो यत्रो भइरहेछ सक्नुहुन्छ। यो तोरीबारी यो मैले रोपेको लसुन। हजुर भिडियो गर्दै गरेको सुँगुर लसुन यता आलु बजार के ल्याउनु जानुपर्ने हजुर त्यही छ। अनि यता चाहिँ हेर्न सक्नुहुन्छ, यता चाहिँ सिबी छ। अनि यस्तै छ सिबी। यहाँनिर सानो तिनो छ, यसैको मल टक्क यहाँनिर भइरहेछ र यहाँ छ। यो सिबी पनि टिपेर खाने बेला भएको रहेछ। अब टिपेर खानुपर्छ यसलाई पनि। भरै भोलि खानुपर्छ। टक्क आलु पनि ठुल्ठुलो भइसक्यो होला अब त। यसको यो यस्तो झारहरू चाहिँ यो उखालिदिनु पर्थ्यो। यो झार मैले 1-2 वटा उखालिदिएको थिएँ। डिउ र डिउ रिचार्ज लिएर आउने बजारबाट होइन। ऊ त्यसमा अट्छ अट्दैन दिदीको स्कुटरमा अटे त हुन्थ्यो। कुन डिउ ल्याउनु पर्ने आमा? ठुलो जम्बो कति पर्छ? 2000 कि 2100 हो? 2000 हुन्छ। अनि यता चाहिँ हाम्रो घर छ ल हेर्नुहोस्। यो चाहिँ दिदीको स्कुटर, यो दाइको बाइक हैनस् चाहिँ हुन्छ म उ गरेर आउँछु। अनि यस्तै छ जिन्दगी केटाहरू। यसरी चाहिँ नि यता चाहिँ भान्जा हुनुहुन्छ, उता चाहिँ हाम्रो केटो टिभी हेरेर बस्छ त्यसरी ऊ। अनि त्यसपछि यता चाहिँ टिभी यसरी हेर्छ होइन, यसरी हेर्छ। अनि त्यसपछि यस्तै हो च्याट्ट पारेर नतान्न। अनि च्याट्ट पारेर यस्तो गर्ने होइन। अनि उता हेर्नुहोस् अनि पल्लो छेउमा चाहिँ ड्रागन फ्रुट छ, यता साग छ, यता त्यो भिजे जस्तो भएको चाहिँ प्याज हो।
हाम्रो प्रोसेस राई युट्युब च्यानल यता पनि छ यसको होइन, एक दुईवटाले चाहिँ सब्सक्राइब पनि गर्नु पर्यो यसको होइन। अनि गेमिङ सेमिङ बनाउँथिस् त भिडियो निकै भाइरल छैन। ल हेर्नु